आज फेरि म तपाईँहरूको सामु धेरै समय बाद है यसरी टाइम पाउँदिनँ, तरै पनि अब आज चाहिँ मैले कोसिस गरेर म चाहिँ डेली दैनिक जागरणमा राखेको छु। यो चिज चाहिँ आज नयाँ आएको छ, यो है, अनि यो पनि अब यो देखाउन चाहिँ देखाइरहेको छु तपाईँहरूलाई सधैँ नै। यो चाहिँ कालो इलामे, यसलाई पनि चबाउनुपर्छ है। अन्त यो मेवाको पत्ता हो, यो मेवाको पत्ता पनि खानैपर्छ। अनि यसले चाहिँ तपाईँहरूको यो जति पनि चिज अहिले म तपाईँलाई खाँदाखेरि बोल्न सकिँदैन, खानाखेरि बोल्नु मिल्दैन। अन्त अहिले नै बताइहालेको यो जुन दैनिक जागरणमा तपाईँहरूले यो चिजलाई राख्नुभयो भने यो सेतो सेतो देख्नुहुँदैछ नि, यो चाहिँ के हो भन्दाखेरि यो चाहिँ तपाईँको केराको भित्रको दाम्चाको चाहिँ भित्रको आइटम हो क्या। तपाईँलाई म अर्को मैले यो त मलाई डेली चाहिन्छ, आधी किलो जस्तो यो खान्छु म, यो केराको मात्रै यहाँनिर ल्याएको छु। यो केरा काट्दाखेरि ठ्याक्क ल्याएर राख्ने यसरी, यो आफूलाई चाहिँदाखेरि बिहान बिहान मर्निङ टाइममा 2 बजीभन्दा अगाडि चाहिँ खाइसक्नुपर्छ। खाना खानु अगाडि नै हो यो, मर्निङ टाइममै अति उत्तम हो। अन्त यहाँ दुध पनि ल्याएको छु, निल्न अलिक अप्ठ्यारो हुन्छ भनेर है। यो चिजहरू दैनिक जागरणमा राख्नुहोस् अनि आफ्नो शरीरलाई निरोगीदेखि बचाउनुहोस्। अन्त यो एक दिन खाएर हुने कुरो होइन, तपाईँहरूले दैनिक जागरण भनेको त बुझ्नुभयो नि, त्यही हिसाबले आफूले लिनुपर्छ। कारण बस्तीमा यो चिज पाइन्छ, अनि हामी बस्तीकै मान्छे चाहिँ बेसी बिमारी छौँ, सुगर छौँ, हार्टको स्टक छ मान्छेलाई, डायबिटिज, दुनियाँभरको प्रेसर छ नि त, अल्सर फल्सर, पाइल्स दुनियाँभरको रोगले ग्रस्त भएको छौँ। तर हाम्रो मर्निङदेखि गुड नाइटसम्मको खानपान राम्रो छैन। अन्त यो चाहिँ दैनिक जागरणमा राख्नुहोस् यस्तो चिजले। यो कालो इलामेले तपाईँलाई एकदमै उन्नति गर्छ है। यसले अल्सरबाट बचाउँछ मान्छेलाई, पाइल्सबाट बचाउँछ, ग्यास एसिडिटीबाट बचाउँछ। यो चिजलाई चाहिँ खानुहोस् के, डेली खानुहोस्। अनि यो केराको दाम्चाको भित्रकोलाई पनि डेली खानुहोस्, यसले पेटलाई शीतलता गराउँछ अनि आफ्नो शरीरलाई फुलको थुङ्गा जस्तो एज ए एनर्जेटिक दिन्छ। यो अमलाको कहानी सुन्नु भएको होला, यो सुगर पेसेन्टले मात्रै खाने होइन, सबैले खाने हो। यो चिज जो छ नि, दिनमा 15 देखि 20 वटा चबाउनुहोस्, यो खोस्टैसँग चबाउनुहोस्। अन्त यो चाहिँ दैनिक जागरणमा राख्नुहोस्। बदलाउ आउँछ कि आउँदैन, करेज टु चेन्ज द थिङ भन्छ क्या। जुन चिज बदल्न सक्छ नि त्यसलाई बदल्न सकिँदो रहेछ। यो आयुर्वेदिक जो छ यसले तपाईँहरूलाई डक्टरको लैनुगाई भएर अगाडि डक्टरको अगाडि उभिनु पर्दैन है। अहिले डक्टर जेएमडे, डक्टर अली, जति पनि डक्टरहरूको अगाडि हामी जसरी दुना गाई जस्तो भएर उभिएका छौँ नि, यो चिजहरू दैनिक जागरण लिनुहोस्, तपाईँहरूले डक्टरको अगाडि जानु पर्दैन। अब यस्तो आइटमहरू थुप्रो छ। आज चाहिँ मैले तपाईँलाई कम्ती मात्रामा देखाएको, बहुत आइटमहरू छ यो हाम्रो जुन गाउँ बस्ती भिर पाखातिर फल्ने। अनि हुन्छ यो चिजहरू एकदमै। हनुमानजी पनि त कहाँ निरोगी थिए त, तर निष्ठापूर्वक उनले यही फलारहरू खान्थे होला नि त। काँचो मेवा बोक्रैसँग खानुहोस्, काँचो मेवाको भित्रको दाना पनि खानुहोस्, हेबिट गर्नुहोस्। गुट्का चबाएर 2-4 दिनमा हेबिट हुन्छ भने, गुट्का जर्दा हालेर मान्छेले ग्लेम खाने हेबिट बनाएको छ भने यस्तो चिजहरू किन खान सक्नुहुन्न? हेबिट गर्नुहोस्, अवश्य सक्नुहुन्छ नि, निरोगी बाँच्न सक्नुहुन्छ। म बेसी बोल्दिनँ, तपाईँलाई खाएको पनि देखाइदिइहाल्छु है। अब यसरी सुरु गर्नुपर्छ। जय रामजी की। स्किप नगरिकन हेर्नुहोस् है। तपाईँले खाने तरिका यही हो, सबै मिसाएर खानुहोस् है। यो पनि खाँदा हुन्छ, थुङ्गे फुल
तपाईँलाई देखाउनुको कारण चाहिँ हामी भित्रीबाट धेरै विक छौँ है। हाम्रो शरीरमा भित्रीबाट विक छ, हाम्रोमा एनर्जी नै छैन। अनि हामीलाई खाना खानु पनि मन पर्दैन, हामीलाई निन्द्रा पनि लाग्दैन, अनि केही गर्नु पनि मन लाग्दैन, शरीरमा अल्छी बन्छ। कारण हाम्रो खानपान हो। यो खानपान दैनिक जागरण राख्नुहोस्, 15 दिनदेखि उता आफ्नो शरीरलाई हेर्नुहोस्, फुलको थुङ्गा जस्तो पाउनुहुन्छ तपाईँहरूले। पचाउन गाह्रो पर्छ, तर दैनिक जागरण तपाईँले कम्ती कम्ती मात्रामा लिँदै गर्नुहोस्, खुराक बढाउँदै जानुहोस्, आफै खुराक बढ्दै जान्छ। म अहिले आधी किलोभन्दा बेसी अमला खान्छु, हप्ता दिन बेसी भयो अमला मैले आधी किलोमा पुर्याएको छु क्या। अन्त हाम्रो आयुर्वेदिकहरू जङ्गलतिरै फैरहेको छ, हामी खाँदैनौँ नि त। केराको भित्रको दाम्चा भित्रको गुद्दी हो। डेली चलाउनुहोस्, बदलाव आएन छ भने हेर्नुहोस्, तपाईँको शरीरको कसीगर त फ्याक्यो नि, मासको तलाको भित्रको गुद्दीको कसीगर पनि फ्याक्छ। भन्नुको मिन्स जति तपाईँले खानपानलाई शुद्ध राख्नुभयो, सादा खानुभयो, तपाईँको मन मस्तिष्क माथिको मेमोरी भन्छ, मेमोरीको कसीगर नेगेटिभहरूलाई पनि जरैबाट उठाउँछ। अनि यो चिजहरू डेली खानुहोस्। कोरोना भाइरस जस्तो डरलाग्दो जटिल डरलाग्दो बिमारहरूलाई पनि जरैबाट उखालेर फ्याँकिदिन्छ है। तपाईँहरूले हेर्नुभयो, खुसी लाग्यो भने, राम्रो लाग्यो भने याद गर्नुहोस्, यसो लाइक मारिदिने कोसिस गरिदिनुहोस् है। सब्सक्राइब पनि गरिदिनुहोस् न। निरोगी बाँच्न सक्छ मान्छे, डक्टरको लैनुगाई भएर बाँच्नु परेन नि त बाँचुन्जेली। कालोले मात्र लान्छ, रोगले लाँदैन क्या यस्तो मान्छेलाई। त्यही कारण म चाहिँ एउटा एल्कोहोलिक हो। एल्कोहोलिकको लागि पनि बहुत दामी यो शरीरको लागि। एल्कोहोलिक जति पनि मान्छेले लिन्छ नि, उनीहरूले भेज खाऊ त, सादा खाऊ, फलफुल खाऊ। म एल्कोहोलिक, अहिले रिकभरी एल्कोहोलिक मैले खाइसकेको। मैले अहिले हनुमान भक्त, राम भक्त, शिव भक्तको एउटा भक्ति र भक्त हो भने चाहिँ मैले उहाँहरूले खाने कुरो जे खानुहुन्थ्यो त्यही नै चिज खानुपर्छ भन्ने कुरो चाहिँ आफूले अहिले अजमाउँदैछु। अन्त बदलाव पनि आउँदैछ क्या। मैले सिद्ध्याइसकेँ, हेर्नुहोस् है। मिठो मानेर खानुहोस्, शरीरमा एनर्जी आउँछ, रोगहरू जरैबाट भाग्छ। याद गर्नु, आफ्नो जिउलाई स्वास्थ्य राख्नुहुन्छ र निरोगीबाट बचाउनुहुन्छ भने चाहिँ जति मैले आयुर्वेदिकहरू देखाउँछु तपाईँहरूले हेर्नुहोस् अनि आफूले पनि खानुहोस्। एक दिन खाएर हुँदैन। धन्यवाद छ। बाई बाई। जय अर्ग्यानिक।